Hello everyone, मेरो नाम Sagun Baral. So this is the first time I'm doing this event with my friends. We are a group of 6. Oh, your event is first event in DME where Nepali youth can come. The next chill, है ना? Nepali खाना, Nepali music, Nepali bar, सबै ब्यान्डहरुले सबै नेपाली. म सुमित कुमार नेपाल, मेरो ब्यान्ड नमकाया हामी आज परफर्म गर्दै छौं. अनि अहिले ब्याकग्राउन्डमा स्टप आइराछ हैन, तर ठिकै छ. आज रमाइलोको लागि जोस् यहाँ हाम्रो DME को लोकल ब्यान्ड्सहरु सबै 3 जना ब्यान्डहरु छ. नमस्कार, म किशोर सुवेदी. आज यो हाम्रो भाइ बहिनीहरुले नेपाली जंक्सन जुन प्रोग्राम गर्नु भएको छ, यहाँ म जोस अघिदेखि नै आएर मनोरञ्जन लिइरहेको छु र हाम्रो दाइ पनि यो प्रोग्राममा आएर मनोरञ्जन लिइराख्नु भएको छ नि हैन, एकदमै मनोरञ्जन. सो यता रमाइलो भइरहेको छ हैन. नेपाली जंक्सन यो एउटा चाहिँ नेटवर्किङ इभेन्ट हो हैन, सबै युथहरु कनेक्ट गर्ने इभेन्ट हो. सो जसले यो इभेन्टलाई अर्गनाइज गर्नु भएको छ उहाँहरुलाई थ्यांक यू भन्न चाहन्छु, किनभने उहाँहरुको यो फर्स्ट इयर हो. फर्स्ट इयर नै यतिको क्राउड देखिँदैछ. सो आगामी दिनमा यो भन्दा पनि एकदमै राम्रो भएर जाओस्, मेरो एकदमै शुभकामना छ. र सबैलाई आउँदै गएको तिहारको पनि हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु. नमस्ते. Hey, what's up? This is Ashik. We're here at the Basecamp Beats Junction. It's actually a vibe, you know. Report of the week. This is a vibe. Not a lot of Nepali events happening like this. Networking, chill music, bar, food. That's what's up. You know, I want to see more of this coming up in the community. We got to support people like this. Love it. Approved by Ashik. Thank you very much. नमस्ते सबैजनालाई है. म चाहिँ अस्ट्रोम्यानको लिड भोकलिस्ट है. आज नेपाली जंक्सनबाट आयोजना भएको यो कार्यक्रममा आफू पनि बजाउन पाइरहेको छु. बजाइरहेको छौँ हामी हाम्रो ब्यान्डले. सो वी फिल सो ग्ल्याड ह्याप्पी है. अनि त्यहाँ सबैजना क्राउडहरू यत्रो हेर्नु, उतापट्टि हेर्नु, क्राउडहरू देखाइदिनु. क्राउड प्लिज क्राउड देखाइदिनु. क्राउड बवाल छ आज है, बवाल हुन्छ मलाई थाहा छ. सो जो जतिजना पनि आउनु भएको छ थ्याङ्क यू सो मच. अनि हामीले चाहिँ अब हाम्रो चाहिँ न्यु इयरमा चाहिँ हामीले आफैले एउटा नयाँ प्रोग्राम अर्गनाइज गर्दैछौँ. सो त्यहाँ पनि आइदिनु होला अस्त्रको तर्फबाट. थ्याङ्क यू सो मच. बेसमेन्ट ब्यान्डको बादल हाम्रो चाहिँ एउटा अब सङ्ग्सहरू निस्किँदैछ, बादल र बज्र भन्ने हाम्रो ब्यान्ड छ. हाम्रो चाहिँ 8 वटा गीतहरू छ. अनि गीतहरूको नाम चाहिँ समय यस्तै यस्तै. यो समयको परिस्थिति कस्तो छ भनेर चाहिँ समयको लागि निकालेर. र अर्को इभेन्ट भनेको चाहिँ हाम्रो यो बेस क्याम्प बिट्सले आज गरेको इभेन्ट चाहिँ यो अहिलेको जेन्जीको रेभोल्युसनलाई पनि प्रोत्साहन दिनलाई अलिकति हाम्रो चाहिँ यस्तो छ. अब हाम्रो चाहिँ आज 3टा ब्यान्ड छ, अस्त्र, नमकाए र हाम्रो बेसमेन्ट ब्यान्ड. हामी चाहिँ पर्फर्म गर्नेवाला छ. मैले 9 to 11 सबैले सुनिदिनु होला, लोकल ब्यान्ड्सलाई प्रमोट गर्नु होला.